हामी मन्दिर आइयो यो खै यहाँ हिँड्दै भ्यू हेर्दै हिँड्दै हामी चाहिँ यो शिव हाजर घर यो चाहिँ बन्द रहेछ भइसकेको रहेछ यहाँ खतरा भ्यू हुन्छ गाइजहरू एक्टिङ गर्नु त बाख्राको अनि बाख्रा रहेछ गाईहरू यो चाहिँ ठुलो वाला रहेछ त्यसले दाउरा लतार्छ गाईहरू यहाँ पुरै खण्ड पुरै सुनसान छैन पुरै गाउँघर गाईहरू हात बाग्नु चाहिँ हामी यता हिँड्दै घाम नि हो गाईहरू अहिले टी गाउँ खाँदै हिँड्दै गाईहरू हामी एउटा मन्दिर छ गणेश मन्दिर हामी जाने चाहिँ यता गयो भारी छन् किताबहरू देखो भारी किताब बोका ह पन्नी एउटाले बोक्ने एउटाले यहाँबाट आउँछन् गाडीहरू उता जान्छन् यहाँ चाहिँ बाटो बनाउन लान्छन् यताबाट जान्छन् गाडी मान्छे चाहिँ यता लिने हुन्छन् यता लिन्छ हामी माथि आएर मामा घर गइन्छ गाउँ नि पुगिन्छ हामी मन्दिर आइयो पानी सानी खाइयो यो खै मनोकामना मन्दिर मनोकामना हो बाग्लो हुने त कति ठुलो है गाईहरू अनि यो हेर्नु कति राम्रो भ्यू छ हामी यहाँ माथि चढ्दै यहाँ कुन ढुङ्गामा टेक्न हुन्न अनि त्यही त हामी तिताङ माथि आइयो 1 बजे हिँडेको अहिले 3:30 जति त बडा गाइस बज्यो हामी सल्लाह हिँड्दै हुनुहुन्थ्यो कसले गीत बजाउँछन् यो गाइजहरू के बजार के बजाउँछन् हामी चाहिँ माथि जाने यता आवाज आइन्छ हामी माथि जाने हामी गाइसहरू हामी त लास्ट अझै एउटा दुईवटा अझै कट्नुपर्छ नि बल्ल गाउँमा चाहिँ हामी
हिँड्नुहुन्छ गाइजहरू 2-3-4 घन्टा तक अन्त यस्तै गरिन्छ गाइजहरू मिठाई देखो बुझ्दै बिउ हेर्दै गाईहरू कति गर्मी हेलो गाइस मन गरिस् आज चाहिँ हामी यहाँ जाँदैछौँ आज चाहिँ हामी यहाँ घर जाँदैछौँ हामी 1 बजे हिँडेको अब हामी कति बेला पुग्छ होला 1 बजे हिँडेको 2-3 बज्छ होला 2-3 या 3-4 बज्छ होला हेर्नुहोस् हेर्नुहोस् चौतारी कति ठुलो हेर्नुहोस् खोला पौडेर माथिबाट हाम फाले पुरै बोल्दै अब हामी यही बढ्दै हिँड्दै कति घन्टा लाग्छ जान हिँड्न सकिन्छ सकिन्न हामी अहिले 1 बजे नै हिँडेको अहिले 1:30 भयो हामी यता एकदम बाग्लो हुँदैछ बढिरहेका छौँ यो चाहिँ घना जङ्गल वहाँबाट हिँड्दै जाने हो डाइरेक्ट हामी कहाँ जाँदै हाम्रो गाउँ घर गाउँघर अरूको कसैको एउटा मन्दिर देख्न सक्नुहुन्छ यहाँबाट देखेन हामी यता घुमेर बल्ल 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 मन्दिरबाट फेरि मान्छे यहाँबाट त गाइजहरू यहाँ के बजाइ बजाएका छन् एउटा नयाँ भर्ना आवेदन फारम खुला गरिएको छ भारतको बोर्ड परीक्षामा छात्रतर्फ दखुरम गाइजहरू नपराउने गाइजहरू यहाँ आइसक्यौँ गाइजहरू उहाँबाट यहाँ तकुर्दै मन्दिर हेर्नुहोस् गाइजहरू कसको मकैले खानु पुरै पसिना पानीले पुरै यताउति मोडिदिन्छ पाक्ले स्कुल छ पाक्ले स्कुल हामी यहाँ छौँ यहाँबाट हिँड्दै हिँड्दै उहाँ तक पुग्नुपर्छ गाइजहरू गाइजहरू
नजा 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 स्टोन कलेक्टर हामी बागलुङबाट यहाँ मन्दिर आयो अब यहाँ एकछिन 5-10 मिनट गाउँको हालिन्छ यहाँ हो गएर यस्तै गाह्रो थियो मन्दिरमा आइयो सफा यो मन्दिर हाम्रा ठुलो मन्दिर देख्न सक्नुहुन्छ हामी हिँडिरहेका छौँ साथी त्यो मन्दिर अब 10 मिनट गइयो ल ल साथीहरू आजको भिडियो कस्तो लाग्यो एक लाइक कमेन्ट और टाटा बाई बहिले कट्ठा गरेको ढुङ्गा कलेक्टर यहाँ ढुङ्गा खतरा खतरा हेलो ल है हामी यहाँ ठुलो खोलामा आइयो ठुलो खोलामा तकरिबन 3.5 घन्टामा ठुलो खोलामा आइयो ए जस्तो छ जङ्गल घाँस बढेर यस्तो छ अब हामी यहाँबाट तकरिबन आधा घन्टा 45 मिनटको बाटो हिँडेपछि घर पुगिन्छ घर पुगिन्छ कति मिनट 2 मिनट 2 घन्टा 2 मिनट 2 घन्टा गएछ बहिले कट्ठा गरेको ढुङ्गा कलेक्टर यहाँ ढुङ्गा खतरा खतरा माइलस्टोन कतिलाई टाटा बाई